बचत गरिएको पैसा कमाएको पैसा सरह हो। हामीले कति पैसा कमाउँछौँ भन्ने भन्दा पनि कति पैसा बचत गर्छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। पैसा बचत गर्ने कुरा त्यति गाह्रो विषय भने पक्कै होइन, किनकि हामीले आफूले कमाएको आम्दानीबाट केही रकम छुट्याउने न हो। तर पनि हामीमध्ये धेरैलाई निकै कठिन लाग्छ। त्यसैले हामीलाई बचतका उपायहरू थाहा हुन र उपायहरूलाई व्यवहारमा लागू गर्न आवश्यक हुन्छ। सो आजको यस भिडियोमा पैसा बचत गर्ने व्यवहारिक उपायहरूको बारेमा कुरा गर्नेछौँ। पोइन्ट नम्बर 6 त झन् धेरै महत्त्वपूर्ण छ, त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। लेट्स स्टार्ट फ्रम पोइन्ट नम्बर 1, पे योरसेल्फ फर्स्ट। आफूसँग पैसा भयो भने अथवा तलब आएपछि त्यसको 10 देखि 20% जति छुट्याएर बचतको लागि राख्नुपर्छ। यसो गरिएन भने पैसा त आउँछ तर सबै पैसा खर्च भएर सकिहाल्छ अनि अन्त्यमा आफूसँग केही पनि बच्दैन। त्यसपछि भन्न थाल्छौ मसँग त बचत गर्नको लागि पैसा नै बच्दैन। त्यसैले खर्च गर्नु अघि नै केही रकम छुट्याएर अलग्गै बैंक खाता खोलेर त्यसमा ट्रान्सफर गरी सेभिङ गर्नुपर्छ। त्यो खाता भने आफूले अहिले प्रयोग गरिरहेको नभई अर्को छुट्टै खाता खोल्ने र त्यसमा राख्ने। त्यसको एटिएम अनि मोबाइल ब्याङ्किङ पनि नखोल्ने। यसो गर्यो भने बचत गरिरहेको महसुस हुन्छ र निरन्तर रूपमा बचत गर्ने बानीको विकास हुन्छ। पोइन्ट नम्बर 2, ट्र्याक योर एक्सपेन्सेस। आफ्नो पैसा कहाँ खर्च भइरहेको छ भन्ने थाहा हुनुपर्छ। कम्तीमा 1 महिनासम्म खर्चको विस्तृत विवरणलाई डायरी अथवा मोबाइलको नोटमा कुन कुरामा कति खर्च भइरहेको छ भने अभिलेख राख्नुपर्दछ। यसो गरेपछि आफूलाई आवश्यक नभएको कुरामा खर्च भएको थाहा हुन्छ र निर्णय गर्न सजिलो हुन्छ, जसले गर्दा आवश्यक खर्च हुनबाट जोगिन्छ। पोइन्ट नम्बर 3, क्रिएट अ बजेट। बजेट तयार गर्नु सफल धन व्यवस्थापनको आधार हो, जसले प्रभावकारी बचतका उपायहरूका लागि बलियो जग बसाल्छ। यसले तपाईँको पैसा ठ्याक्कै कहाँ खर्च भइरहेको छ भन्ने स्पष्ट देखाउँछ र आर्थिक निर्णय गर्न सक्षम बनाउँछ। सुरुमा आफ्ना आय स्रोतको लिस्ट तयार गर्नुहोस् र खर्चलाई विभिन्न शीर्षकमा वर्गीकरण गर्नुहोस्। यो अभ्यासले तपाईँलाई खर्च घटाउन सकिने क्षेत्रहरू पहिचान गर्न मद्दत गर्दछ र आफ्नो आयको निश्चित रकम बचतका लागि छुट्याउनमा सहयोग पुर्याउँछ। पोइन्ट नम्बर 4, स्टप अननेसेसरी एक्सपेन्सेस। हामी मध्ये धेरैले फजुल खर्चहरू गरिरहेका हुन्छौँ तर हामीलाई थाहा नै हुँदैन कि हामीले फजुल खर्च गर्दैछौँ। हामीलाई लाग्छ आवश्यक परेर मात्र खर्च गर्दैछौँ। यदि हामीले आफ्नो फजुल खर्चलाई मात्र कम गर्ने हो भने पनि सजिलै 10 देखि 20% सम्म बचत गर्न सकिन्छ। कुनै सामान किन्नु अघि आफूलाई प्रश्न गर्न जरुरी छ, यो सामान साँच्चैकै आवश्यक छ कि मन परेर मात्र किन्न लागिरहेको छु। फजुल खर्चलाई रोक्नको निमित्त इच्छा र आवश्यकता बीचको भिन्नतालाई बुझ्न जरुरी हुन्छ। यदि कुनै सामान किन्नै पर्ने जरुरी छ भने मात्र किन्ने, नत्र भने अरूको देखेर मन परेकै भरमा नकिन्ने। यसो गर्यो भने फजुल खर्च गर्नबाट आफूलाई नियन्त्रित गर्न सकिन्छ। पोइन्ट नम्बर 5, अभोइड डेब्ट। यदि तपाईँले ऋण अथवा लोन लिनुभएको छ भने तपाईँले पहिले जसको ब्याजदर बढी छ त्यसलाई भुक्तानी गर्नुभयो भने आर्थिक भारबाट बच्न सकिन्छ। सधैँ न्यूनतम आवश्यक रकमभन्दा बढी तिर्ने प्रयास गर्नुहोस्, नत्र भने तपाईँले ब्याजमा धेरै नै रकम खर्च गर्नुपर्ने हुन्छ। अनावश्यक ऋणहरू नलिनुहोस् र आफ्ना आवश्यकताहरू आफूसँगै भएको कमाइबाट पुरा गर्ने प्रयास गर्नुहोस्। पोइन्ट नम्बर 6, अर्न एक्स्ट्रा इन्कम। कमाइ बढाए बचत स्वतः बढ्छ। यदि तपाईँ अहिले कुनै एउटा काम गरिरहनु भएको छ भने त्यसको साथसाथै अरू इन्कम सोर्स पनि बनाउनुहोस्। यसको लागि विभिन्न खालका सिपहरू सिकेर इन्कम गर्न सकिन्छ। यसरी एउटा काममा मात्र सीमित नभई अरू काम साथै गर्यो भने त्यो रकम सबै बचतको लागि छुट्याउन सजिलो हुन्छ। त्यसैले एक्स्ट्रा इन्कम सोर्स बनाउन आवश्यक हुन्छ। उदाहरणका लागि तपाईँ अहिले जब गरिरहनु भएको छ भने अनलाइनबाट स्किलहरू जस्तै भिडियो एडिटिङ, ग्राफिक डिजाइन, स्क्रिप्ट राइटिङ जस्ता स्किलहरू सिकेर अरूको लागि काम गर्न सक्नुहुन्छ र आफै कन्टेन्ट क्रिएसन गरेर पनि इन्कम गर्न सक्नुहुन्छ। अन्त्यमा जीवनमा जति पैसा कमाए पनि बचत गर्न सकिएन भने केही अर्थ रहँदैन। त्यसैले आजबाट नै आफ्नो आर्थिक स्तरलाई बलियो बनाउन बचत निकै आवश्यक छ। यहाँ जम्मा 6 पोइन्टको बारेमा मात्र चर्चा गऱ्यौँ। यस्तै थुप्रै उपायहरू छन्। ती उपायहरूलाई पनि सिकेर व्यवहारमा लागू गर्नुहोस्। साथै आफ्नो बचतको पैसालाई पनि समयसँगै लगानी गरेर बढाउन भने नबिर्सिनुहोस्। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला।
फेरि यस्तै अर्को भिडियोमा भेट हुने बाचा गर्दै छुट्टिन्छौँ। थ्याङ्क यू फर वाचिङ।